यहाँ फुकाउँदैछौँ हामी चाहिँ। कति आउला चाहिँ अनुमानी 1 केजी तल 1 नाङ्लो गाँठ यता साथी पलेटी कस्नार पनि छन् है। हेलो हेलो गुड मर्निङ एभ्रीवान, गुड मर्निङ बादलबाट। अनि फेरि आज हामी चाहिँ खोला जाँदैछौँ, माछाको सत्यनाश गर्ने छौँ भनेर जोसमा हिँडेको छौँ बिहानै। के भन्नुहुन्छ दाइ? केरा खाम ज्यान बनाम भन्न चाह। काका सिको के छ जोस? माछा त भान मात्रै हो, केरा खानै चाहन। धान रोपिसकेछन् हो, बादलतिर चाहिँ हो हो माले हो हो गर्दै छिटो भएर काकालाई टुयाक स्पिडतिर हुनु पर्ने। पुरै जेठ 15 सकिसकेछन्। त्यही त दही जिउरा त अब गोड्ने बेलामा खाँदो रहेछन्। त्यो दामी पुल रहेछ हौ, त्यो पनि पुल भनेको काठे पुल। साह्रै पो गाह्रो हुँदो रहेछ त अनि माछा मारी खान त। आवश्यक परेको बेला त 2100 औलीले पनि दिन्छन् केटाले। तपाईँहरूलाई लाग्ला कि यो केटा सम्ममा कुदिरहेछ भनेर, तर होइन। यहाँ कुदेर अब ब्रिटिस आर्मी हुने पनि होइन हुनु त, त्यही पनि केटाहरूले छोडेको हुनाले हामी कुद्दैछौँ। यता काका नदेखाइ भएन अरे किन जाऊ। फाइनल्ली खोला चाहिँ आइपुग्यो हामी, तर खोलाभन्दा धेरै चाहिँ यहाँ जुगा छ साथीहरू। जुगा राम 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 हेर न। ल ल काम धमाधम चलिरहेछ, धमाधम यता सुरु भइसक्यो। काकाले यहाँ पुरा नङ घिसकै हुनुहुन्छ। अब यहाँबाट फर्काउने हो, मास्तिर झर्ना हेर्नुहोस् कति बवाल छ दर्शक वृन्दहरू। यता हामीले पारेर त हो, एउटा त बेसी जस्तै भएछ नि। यता नि तह त्यता नि तह पारेर उत्तर पठाएको छु। होइन दादा खोला जति चाहिँ सबै पल्लोपट्टि पठाएर एउटा चाहिँ यस्तो भइसक्यो। अब चाहिँ अझै पनि अलिअलि भएको पानीले नि काट्ने हाम्रो जबरको छ। माछा खानु चाहिँ सजिलो रहेनछ है, यति दुःख हुँदो रहेछ, यस्तो दुःख हुँदो रहेछ, यस्तो छ हालत। अब फेरि यो दुःखको सँगसँगै रमाइलो पनि हुन त भइरहेछ, र पनि मेहनतको हिसाबमा हेर्दै हो भनेदेखि चाहिँ साह्रै पो गाह्रो हुँदो रहेछ त अनि माछा मारी खान त। यहाँ विशेष चिज छ अरे, ओहो के पलेटी खसेर बसिरहेको छ यार। फेरि सुरु भइसक्यो क्या, सुरु भइसक्यो बुझाउ न। फेरि बोक्नु है गोजीमा खिच्नुले दियो हातलाई, तिमीलाई त पच्छौ। सुरु भइसक्यो है साथीहरूले त। अनि हामी उता घारी खोताल्दै पार टिपिसक्यो त। अर्को पनि हिलो नपुगिँदै माछा चाहिँ 2टा समयसँग साथीहरूले हेर चल्ला। यो भित्र चाहिँ माछा छ कि क्या हो, कोसिस त गजबको छ त। यो थोरै टुर हाल्नुपर्छ। खोइ माछा त यहीँ छ, कसरी तान्नु लङ काट्नु न। गाड्नु भएन, ठुलो रो रहेछ त, ठुलो पो रहेछ त, पक्रिनु न। पक्रिँदैछु त कसरी। ओ भटाइ समायो माल है माल है भेला हुँदैछ है। ए यो माछाको नाम चाहिँ च्याप्टे माछा अरे, च्याप्टै हुँदो रहेछ नि त। यहाँ चाहिँ माछालाई झ्याप्पै जाँदा हालियो हो। ए उफ्रिरहेछ उता ल। आवश्यक परेको बेला त 2100 औलीले पनि दिन्छन् केटाले। यसरी हुन्छ क्या साथीहरूको चाहिँ मेहनत चाहिँ यसरी हुन्छ, यतिको हुँदैन।
काकासी यहाँ बिरालो भन्दा खतरनाक आँखा लिएर भित्रको चालमा कुकुरको यारमा पुरा बाघे झापुसँग बसिरहनु भएको छ। यसलाई केटाहरू हेरौँ आँखा र मेसी गर्थेछन् साथीहरूले त्यो भित्र माछाले छक्काकै साथीहरू औलाहरू यसरी उता त सल्बलाउँदैछन्। भेटेको च्याप पक्रेर प्ल्याटै पछाडि हाल्छन्। माछाको सस्तो परिक्षण हुँदैछ यहाँ। दुईजनाले एकदम खुट्टाको नङले ग्रिप हानेर दाँतले ढुङ्गा टोकेर नङले माछाको मुटु चेक काट्दै हुनुहुन्छ। समात्नु उता उफ्रिँदैछ माछा चाहिँ तलतिर खुसीले होला। दुईजनाले माछा त खुसीले हेर त बुरुक साथीहरूले उपचार गरिसके। के हो ब्याक टु ब्याक पर्फर्मेन्स आइरहेछ है साह्रै गजबको। कत्रो ठुलो माछा हो। पटाक उफ्रियो राम असला। के हो यस्तो हुन्छ असला माछा। साथीहरू यहाँ ठुल्ठुलो रहेछ यार माछा। राम पछाडि यहाँ ठुल्ठुलो रहेछ। म चाहिँ जमाउने बसिरहेको छु। उफार्दै केटाले उफार्दैछ। काका खुट्टाको नङले पनि हो काकाश्री। हेर्ने केटाले निकालिसकेर ठुल्ठुलो माछा गाईले राम हेर्नु न। कत्रो हौ। ओहो आयो यहाँ जम्मा हुँदै राख्दै म चाहिँ। है माछा समय त केटाहरूको त छोड्ने केटाहरूले माछा बाहिर छोड्दै रहेछ नि केटाहरूले। धन्न गाँठे माछा त यहाँ लडाइन्छन् साथीहरू त अचम्म। यहाँ चाहिँ हाम्रो खाजा भनौँ यहाँ खाना हाम्रो तयारी भइसकेको छ। हाम्रो केटाहरू चाहिँ लगातार काममा लागेका छन्। यता चाहिँ यस्तो पनि छ यो नि पाक्दैछ। ल पाक बजाउँ है साथीहरू। जानु भएको छ। एक बिताभन्दा लामो माछा पक्रेर ल्याइसक्नु है। खै मजाले देखाउनु त। यत्रो माछा छ है। यत्रो अचम्म त्यस्तो भित्रतिर हुन्छ विकास यहाँ ल्याएर केटा चाहिँ फेरि चिप्लिएर रुनु लाग्दैन भनेर यस्तो पनि सोध्नु मन लाग्दैन यार। हरिया फुकाउँदैछौँ हामी चाहिँ। कति आउला दाइ अनुमानी 1 केजी? ए तेरि 1 केजी भनेको त विकासै रहेछ नि त यो चाहिँ। यार माछा त यत्रो भयो त मोच हुन्छ। माछा त टिप्दै डोको लाउँदै केटाले डोको भराउनु आँटिसक्यो। टिप्दै हाल्दै हो नि त यहाँ। यस्तो छ है माछा पक्राइ चाहिँ। टिपो हाल्यो ए झप्टै हाल्यो नि बुढाले। ल केटाहरू त है कुर भत्काएको त माछा त हो भने झ्याप्टा है बल्ल एउटा झरी पर्यो लास्टै ठुलो। त्यही भएर हामी चाहिँ हिँड्यो उता माछा बोकेर हिँड्दैछ नि। दाइहरू उता कुदिसक्नुभयो बोटमा। हामी दुईसँग चाहिँ छाता छ नि त। त्यही भएर हामीलाई चाहिँ बाटो यस्तो छ स्लो ल्याएको। हामीले चाहिँ सामानहरू लिएर मतलब भनेर माछा बोक्नु सकिरहनु भएको छ। गोड आइपुग्यो। धन्न नाङ्गै धन्न भाइले आगो फुकेर रहेछन्। गाँठे जुगाले पो मलाई त उता तान हो। जुगाले माछ छेक्ने जुगा काटो गरे काकासी देखाउनु त त्यो बडीको त्यो लुगामा लागिरहेको होइन। दाइको देखाउनु त काटो गरे। अरे कहना क्या चाहते हो? ल हामी चाहिँ माछा एक डोको मारेर कोर्टमा आइसक्यौँ। देखाउनु पर्यो माछा मार्ने चाहिँ हेर्नै। ल पुरस्कार यता हाम्रो मुख्य दाइलाई। अर्को हाम्रो दाइलाई। ल दाइ मलाई पनि हो खोला भाइ यार मेरो हात खपाङ्ग भएछ। गोठमा ल हात्ती माछा मार्दा। ल
एउटा दिनभरिको थकान गुड रहेछ। मिठो छ डिउ त है आम्मा डिउ त लाँदै अहह। अब यहाँ आलु पोल्या छौँ आलुसँग चट्टा हान्ने होला कस्तो भयो त अनि हाम्रो मुख्य त यहाँ माछा पक्रिने कस्तो लाग्यो आज दाइलाई गोठ एकदम आज रमाइलो भयो एकदम रोमान्टिक माछा मारियो यही होस् अनि रजित दाइ के भन्न चाहनुहुन्छ औँलादेखि हातदेखि सब सिक्स प्याकिङ बत 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 गरिरहेछ काकाश्री मेरो त म त खासै त्यति साह्रो मेहनत गरिनँ तर मेरो चाहिँ यहाँ देखाउनु मिल्छ है मेहनत यहाँ फोकै उठेको छ काकाश्री धेरै होइन 45 चोटि जति लगभग त्यति चाहिँ एउटै ढुङ्गामा पनि बार होइन त्यही ढुङ्गामा त घरिघरि झरी परे यस्तो छ हो है झरी परे यस्तो छ हामी चाहिँ गोठमा बसिरहेको छौँ ल माछा हेरौँ है त हाम्रो होइन दुःख धुनधानको विशेष दुःख त राछ त होइन त दाइ दिनभरिको साथी मात्रै हो तर हेरौँ त ल एक नाङ्लो गाँठे यता साथी पोलिटी कस्नर पनि छन् है यता लाउडे हो क्या लाउडे यता लाइनमा त कति हो कति छन् नि पुरै नगरौँ र आजको मेहनत विकासेहरू पक्राछौँ दिनमै समातेको नि अनि अब रात पुरै बेगर हो घारीतिर आजको शिकार चाहिँ यहाँ आधी झुन्डिरहेको छ यहाँ आधी झोल भइसक्यो यहाँ तयार भइरहेको छ हाम्रो कुक चाहिँ माताश्री हुनुहुन्छ अनि सहायक कुक असिस्टेन्ट कुक चाहिँ पिताश्री ल अब आजको हाम्रो शिकारको उद्घाटन हुनै लागेछ यस्तो तरिकाले हुन लागेछ ल ल ल ल ल ल लिउँ न लिउँ खै भाइको एक्सप्रेसन नै देखेन हो खै एक्सप्रेसनै आएन मिलाएर खाउँ है हो ल ल सुरु